धन्यवाद व्यक्त गर्न चाहन्छु उद्घोषक चन्द्रमान बुङचेनज्यू। आज यो मङ्गोल नेसनल अर्गनाइजेसनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूको 9औं स्मृति सभाको अवसरमा आयोजित मङ्गोल म्युजियम सन्दकपुर इलामको भवन समुद्घाटन कार्यक्रम सँगसँगै शालिग अनावरण कार्यक्रमका सभाध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि तथा संगठनका श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यू, विशिष्ट अतिथिज्यूहरू र यो ऐतिहासिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न पार्नको निमित्त उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो एकमुष्ट यहाँहरू सबैमा न्यानो क्रान्तिकारी स्वागत गर्न चाहन्छु। स्वीकार्नुहोस्, जय मङ्गोल। पक्कै पनि हामी यति बेला एउटा ऐतिहासिक कार्यक्रमलाई सम्पन्न गर्ने सङ्घारमा उभिराखेका छौँ। यसलाई ऐक्यबद्धता जनाएर आउने भावी सन्ततिहरूको मन मस्तिष्कमा एउटा ऐतिहासिक लडाइँले सफलता प्राप्त गरेको दस्तावेजीकरण गर्नको निमित्त उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण महानुभावहरू यसमा ऐक्यबद्धता जनाउनको निमित्त आइपुग्नु भएको छ। यो सङ्गठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यू, त्यसैगरी मुलुकमा रहेको तथाकथित व्यवस्थाको विरुद्धमा देशमा रहेका वृहत नेपाली नागरिकहरूलाई स्वतन्त्रता सहितको अधिकार प्रदान गर्नको निमित्त एउटा उद्देश्य बोकेर भद्रगोल जेलभित्र स्थापित भएको मङ्गोल नेसनल अर्गनाइजेसन यो माटोको निमित्त, यहाँको भूमिको निमित्त र यो क्षेत्रमा बसोबास गर्ने आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको निमित्त यो अपरिचित नाम पनि होइन, अपरिचित व्यक्ति र राजनैतिक कर्मी पनि होइन। तपाईहरुको साथले, तपाईहरुको सहयोगले देशमा रहेका वृहत नेपाली नागरिकहरूको पक्षमा ऐतिहासिक लडाइँहरू हामीले जित्दै आइराखेका छौँ। जितेको तिनै लडाइँहरूबाट स्थापित भएको व्यवस्थाको कारणले गर्दा अहिले तपाईँ हामी यो ठाउँमा उभिएर आफ्नो अधिकारको निमित्त, आफूमाथि भएको दमन, शोषण, अत्याचारको विरुद्धमा आवाज उठाउन सक्ने एउटा परिस्थिति निर्माण भएर गएको छ। र विशेष गरी यो संगठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले यो मुलुकमा जन्मिसकेपछि, यो संसारमा जन्मिसकेपछि जन्मेका हरेक प्राणीहरूले, हरेक मानिसहरूले जसरी आमाको गर्भबाट जन्मिँदाखेरि स्वतन्त्र भएर जन्मिन्छन्, त्यसैगरी स्वतन्त्र रूपमा बढ्न हुर्कन पाउनुपर्छ। बढ्न हुर्कन पाइसकेपछि स्वतन्त्र रूपबाट आफ्नो जीवनयापन गर्न पाउनुपर्छ। विश्वको अभ्यास त्यो छ। यस कारणले गर्दाखेरि नेपालमा रहेका शासकहरूले तत्कालीन समयमा यो मुलुकमा सुरुवात गरेको जुन किसिमको विभेद सहितको समाज थियो, त्यो उक्त विभेद सहितको समाजको विरुद्धमा विभेद रहित समाज निर्माण गरिनुपर्छ भन्ने उद्देश्य राखेर महामानव डाक्टर गोपाल गुरुङज्यूले हामी नेपालको वृहत नेपाली नागरिकहरूको हितमा एउटा ऐतिहासिक राजनैतिक लडाइँको सुरुवात गर्नुभन्दा पूर्व यही इलाम जिल्लाको विभिन्न भूभागहरूमा यो विषयमा अध्ययनको सुरुवात गर्नु परेको थियो र यही इलाम जिल्लाबाट सुरुवात गर्नुभएको त्यो अध्ययनको सुरुवात, त्यो अनुसन्धानको सुरुवात पश्चिम नेपालको विभिन्न भूभागसम्म पुगेर अध्ययन गरिसक्नु भएपछि महामानव डाक्टर गोपाल गुरुङज्यूले हामी नेपालको वृहत नेपाली नागरिकहरू सधैँभरि किन दासी हुनु परेको छ, सधैँभरि किन गरिब हुनु परेको छ, सधैँभरि किन अन्याय अत्याचारमा पिछिनु परेको छ, सधैँभरि किन आफ्नो परिवार, आफन्त, नातागोता र समाजबाट टाढिएर चारो खोजी खानको निमित्त अर्काको देशमा भासिनु परेको छ भन्ने विषयमा अध्ययन गर्दै गर्ने क्रममा महामानव डाक्टर गोपाल गुरुङज्यूले एउटा तथ्य पत्ता लगाउनु भयो कि नेपालको वृहत नेपाली नागरिकहरूलाई कहिल्यै पनि आफ्नै मुलुकमा अधिकार सम्पन्न हुन नदिनको निमित्त यो मुलुक हाँकिराखेको शासकहरूले प्रचलनमा ल्याएको व्यवस्थाको कारणले गर्दा यो मुलुकको वृहत नेपाली नागरिकहरू आफ्नो परिवारबाट, आफ्ना आफन्त नातागोताबाट, आफ्नो समाजबाट, आफ्नो देशबाट विदेशिएर अर्काको देशमा जीवन जिउनु परिराखेको छ। यस कारणले गर्दा नेपालको निमित्त पहिलो झमकमा त्यो तानाशाही व्यवस्थालाई बचाएर राख्ने, त्यो निरङ्कुश व्यवस्थालाई बचाएर राख्ने
राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भएर जनताको अधिकारको निमित्त आवाज उठाउन पाउने, बोल्न पाउने लोकतान्त्रिक व्यवस्था स्थापित गर्नुपर्छ भनेर महामानव डाक्टर गोपाल गुरुङज्यूले कहिले पत्रकारिता गरेर, कहिले विभिन्न ठाउँमा लेख लेखेर, कहिले भाषण मन्तव्यहरू दिएर उहाँले यो समाजलाई बेउताउनको निमित्त ऐतिहासिक सङ्घर्ष सुरुवात गर्नुभएको थियो यही इलाम जिल्लाबाट। त्यो सङ्घर्ष सुरुवात गर्दै गर्ने क्रममा महामानव डाक्टर गोपाल गुरुङज्यूले उठाउनु भएको मुद्दाभित्रको दुईवटा प्रमुख मुद्दा कि देशमा अब जन्मदैखेरि एउटा परिवारको, एउटा आमाको गर्भबाट जन्मिएको मान्छे यो मुलुकको जनताहरूको नेतृत्व गर्ने अभिभावक होइन, जनताको मन जितेर, जनताको दुःख बुझेर, जनताको पीडा व्यथा वेदनाहरू बुझेर यो मुलुकको राष्ट्रपति हुने व्यवस्था ल्याउनुपर्छ भन्ने माग डाक्टर गोपाल गुरुङज्यूको थियो यो मुलुकमा। सँगसँगै उहाँले हामी नेपालको बृहत मूलवासी मङ्गोलहरूलाई जसरी मतवालीको दर्जा दिएर समाजमा घृणित दर्जामा बाँच्न विवश तुल्याइएको छ, त्यसबाट यही मुलुकमा उत्पत्ति भएको मङ्गोलहरूलाई आफ्नै मुलुकमा मूलवासी र मङ्गोल भनिनुपर्छ भनेर दुईवटा ऐतिहासिक मुद्दाको उठान गर्दाखेरि महामानव डाक्टर गोपाल गुरुङज्यूलाई यो देशको पञ्चायती प्रशासनले डाक्टर गोपाल गुरुङज्यूलाई राजगद्दी ताकेको र साम्प्रदायिकता फैलाएको आरोपमा भद्रगोल जेलमा 3 वर्षको निमित्त जेल चलान हुनुभएको अवस्था थियो। जेलबाट सन् 1989 जनवरी 1 तारिकको दिनमा तपाईहरुको मन मस्तिष्कमा परिचित रहेको मङ्गोल नेसनल अर्गनाइजेसन र खुकुरी तारा अङ्कित झण्डा बोकेर महामानव डाक्टर गोपाल गुरुङज्यूले भद्रगोल जेलबाट यो राजनैतिक संगठन घोषणा गर्दै त्यतिबेला मुलुकमा रहेको 47 सालको कथित संविधानले देशको वृहत नागरिकहरूको आवाज उठाउन पाउने अधिकार दिएको थिएन। यस कारणले गर्दाखेरि जेलबाट बाहिर आइसक्नु भएपछि तपाईहरुको यही इलाम जिल्लाको टुडी खेलमा सन् 1990 मा पहिलो सम्बोधन गर्दै महामानव डाक्टर गोपाल गुरुङज्यूले 2047 सालमा यो मुलुकमा जारी भएको तथा कथित संविधान, जुन संविधान दरबारिया बाहुन क्षेत्री, कांग्रेसको बाहुन क्षेत्री र कम्युनिस्ट बाहुन क्षेत्रीको त्रिपक्षीय सम्झौता पत्रको रूपमा आएको छ, यो संविधान बचुन्जेलसम्म अथवा त्यो संविधानले जीवनदान पाउन्जेलसम्म यो मुलुकको वृहत नेपाली नागरिकहरूको आवाज बुलन्दित हुन पाउँदैन। यस कारणले गर्दा त्यो संविधान च्यातिनुपर्छ, जल्नुपर्छ भन्ने हिसाबले महामानव डाक्टर गोपाल गुरुङज्यूले तपाईहरुको यही इलाम जिल्लाको सदरमुकाममा रहेको इलामको टुडी खेलमा उहाँले ऐतिहासिक सम्बोधन गरेर जानुभएको अवस्था थियो। देशमा रहेका शासकहरूलाई अहिले तपाई हामीले हेर्दै गरेको मुलुकमा रहेका जति पनि राजनैतिक दलहरू छ, ती राजनैतिक दलहरूले अहिले एकले अर्काको विरोध गरे जस्तो गरे तापनि असली रूपमा उनीहरू एक अर्काको आफैमा प्रतिस्पर्धी राजनैतिक दलहरू होइन। हेर्नुहोस्, मैदानमा दुईवटा टिम देखा पर्नु पर्छ, तब मात्रै दर्शकले कुन छान्ने, कुनलाई चाहिँ अलग्याउने भन्ने कुराको निर्णय गर्न पाउँछ। यसै कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनलाई नदेखाउनको निमित्त कैयन षड्यन्त्र किन सुरुवात गरे त भन्दाखेरि नेपालको वृहत नेपाली नागरिकहरूको हितको निमित्त, ऐतिहासिक सङ्घर्ष गर्नको निमित्त, चट्टान झै उभिनको निमित्त तत्पर राजनैतिक दल मङ्गोल नेसनल अर्गनाइजेसन देखेकै कारणले गर्दाखेरि यही सङ्गठनमाथि विभिन्न किसिमका षड्यन्त्रहरू भएका छन्। त्यो षड्यन्त्रको समयमा पनि जति बेला मङ्गोल नेसनल अर्गनाइजेसनलाई देशभरिबाट यसको नामो निशान मेटाउने गरी यसको जरा नै उकेलेर फ्याँक्ने गरेर षड्यन्त्र हुँदै गर्दाखेरिको बखतमा पनि यो सङ्गठनलाई जीवन्त तुल्याउनको निमित्त सहयोग गर्नुहुने, ऐतिहासिक सङ्घर्ष गर्नुहुने ऐतिहासिक व्यक्तित्व चाहिँ इलाम जिल्ला निवासी वीरेन लामा गुरुङ, त्यसै गरी मानबहादुर राई सिङ्गापुरेहरू हुनुहुन्छ। यस कारणले गर्दा उहाँहरूले त्यति बेला यो सङ्गठनको बोर्ड झण्डा बचाएर यसलाई जीवन्त तुल्याउनको निमित्त उहाँहरूले खेल्नु भएको त्यो भूमिकाको कारणले गर्दा आज मङ्गोल नेसनल अर्गनाइजेसन इलामबाट सुरुवात भएर देशको झन्डै 65 वटा जिल्लामा आज खुकुरी तारा अङ्कित झण्डा फहरिन पाएको छ। हेर्नुहोस्, यसै कारणले सङ्गठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले सधैँभरि नवपिढी कार्यकर्ताहरूलाई दिशाबोध गराएर जानुभएको थियो कि यो मुलुकमा लोकतन्त्र ल्याउनको निमित्त,
धर्मनिरपेक्ष ल्याउनको निमित्त, प्रान्तीयता ल्याउनको निमित्त जुन मुद्दाले मात्रै देशको वृहत नेपाली नागरिकहरूलाई आफ्नै मुलुकमा मालिक बनेर बाँच्न सक्ने, जिउन सक्ने परिस्थिति निर्माण गर्छ, यो मुद्दा स्थापित गर्नको निमित्त मलाई इलामवासी मङ्गोल दाजुभाइ तथा दिदीबहिनीहरूले ऐतिहासिक सहयोग गर्नुभएको छ। भोक लागेको बेलामा खानेकुरा सोधेर, प्यास लागेको बेलामा पानी दिएर, भोट माग्न गएको बेलामा मलाई निराश नहुने गरेर मत दिएर मलाई सहयोग गर्नुभएको छ। यस कारणले गर्दाखेरि इलामवासीहरूलाई हामीले कहिले पनि भुल्नु हुँदैन। यो मुलुकमा जुन हिसाबले लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयता स्थापित भइसकेपछि हामीले जुन एउटा अवसर प्राप्त गरेका छौँ, हामी जुन ठाउँमा उभिन सक्ने बनेका छौँ, यो सबै कुराको श्रेय चाहिँ इलामवासी मङ्गोलहरूको भूमिकाको कारणले हामी यहाँसम्म आइपुगेका छौँ भनेर बताउनुहुन्थ्यो। यस सँगसँगै यही उर्वर भूमिबाट महामानव डाक्टर गोपाल गुरुङज्यूले 2055 सालमा मङ्गोल नेसनल अर्गनाइजेसनको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर 2047 सालमा मुलुकमा घोषणा भएको तथाकथित संविधानले देशको वृहत नेपाली नागरिकको भावना समेट्न सकेको छैन। यस कारणले गर्दाखेरि यो संविधान कागजको खोस्टाको रूपमा परिणत भएर यो च्यातिनुपर्छ, यो जम्नुपर्छ, तब मात्रै वृहत नेपाली नागरिकहरूको अधिकार प्राप्त हुने लोकतान्त्रिक संविधानको खाँचो चाहिँ मुलुकवासी जनताहरूले चाहिँ त्यति बेला आउन सक्छन्। यस कारणले यो संविधान च्यातिनुपर्छ भन्ने नीति 2055 सालको मङ्गोल नेसनल अर्गनाइजेसनको पहिलो राष्ट्रिय महाधिवेशनबाट, यही इलामबाट नीति तथा कार्यक्रममा महामानव डाक्टर गोपाल गुरुङज्यूले पास गरेर लिएर जानुभएको थियो। सोही मुताबिक जुन नीति संगठनको ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्द सत्रबाट पास भएको थियो, जुन कार्यक्रम पास भएको थियो, त्यही कार्यक्रम मुताबिक 2058 साल कार्तिक 23 गते संविधान दिवसकै दिनमा रूपन्देही जिल्ला र दोलखाको चरीकोटमा 47 सालको कथित संविधान जलिसकेपछि लोकतान्त्रिक संविधानको आवश्यकता महसुस गरेर नेपालको वृहत नेपाली नागरिकहरू सँगसँगै देशमा रहेका तत्कालीन राजनीतिक दलहरू समेत मङ्गोल नेसनल अर्गनाइजेसनले उठाएको ऐतिहासिक मुद्दामा उनीहरू पनि समाहित हुन आइपुग्नु पर्ने अवस्था भएको थियो। त्यति बेला हेर्नुहोस्, सँगसँगै यही सङ्गठनको तेस्रो राष्ट्रिय महाधिवेशन 2066 सालमा यही इलाम जिल्लामा सम्पन्न भयो। 2062-63 सालमा भएको मुलुकको लोकतान्त्रिक आन्दोलनको कारणले देशमा अन्तरिम संविधान जारी भएर मुलुक लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतामा जाने घोषणा त भयो हेर्नुहोस् त्यति बेला। तर 2064 सालको पहिलो संविधान सभाको निर्वाचनबाट निर्वाचित सांसदहरू, जुन सांसदहरू नेपालको वृहत नेपाली नागरिकहरूको दुःख बुझेर, पीडा बुझेर, समस्या बुझेर उनीहरू राजनीतिमा आइपुगेका थिएनन्। हिजोको त्यही तानाशाही, त्यही निरङ्कुश व्यवस्थाको वातावरणमा जन्मे हुर्केका राजनीतिक कर्मी भएको कारणले गर्दा 2066 सालको समयमा आइपुग्दै गर्ने क्रममा मुलुकमा रहेका प्रमुख भन्ने राजनीतिक दलहरू कोही सिंगानुक राजाको विषयमा, कोही सेरोमोनियल किङको विषयमा, कोही बेबी किङको विषयमा अलमलिँदै गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनको तेस्रो ऐतिहासिक राष्ट्रिय महाधिवेशन 2066 यही इलामले नीति तथा कार्यक्रममा अब कुनै पनि नाम र रूपको राजा र राजतन्त्रको आवश्यकता छैन, अब जनताको छोरा छोरी राष्ट्रपतिको रूपमा देखा पर्नुपर्छ भन्ने नीति तथा कार्यक्रममा पास गरिसके पछाडि देशबाट सदा सदाको लागि राजतन्त्रात्मक व्यवस्थाको बहस अन्त्य भएर गएको थियो। हेर्नुहोस्, सँगसँगै परिस्थितिको कारणले, विविध कारणले 2075 सालमा मङ्गोल नेसनल अर्गनाइजेसनको ऐतिहासिक 5औं राष्ट्रिय महाधिवेशन पनि हामीले यही इलाम जिल्लामा सम्पन्न गर्यौं। जति बेला महामानव डाक्टर गोपाल गुरुङज्यूको निधन भइसकेको थियो त उक्त 5औं राष्ट्रिय महाधिवेशनले पनि महामानव डाक्टर गोपाल गुरुङज्यूले यो इलामको विभिन्न भूगोलहरू चहारेर यहाँको विभिन्न त्यति बेलाको अग्रज मङ्गोल कार्यकर्ताहरूको साथबाट उहाँले हासिल गर्नुभएको उपलब्धिहरूलाई बचाउनको निमित्त जुन कुरा महामानव डाक्टर गोपाल गुरुङज्यूले आफू जीवित छँदाखेरि नै कार्यकर्ताहरूलाई निर्देशित गरेर, विशेष गरी सङ्गठनको श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूलाई त्यो विषयमा दिशाबोध गरेर मृत्यु पर्यन्त पनि
मृत्यु पश्चात पनि उहाँले लेखेर भनेर जानुभएको थियो कि मेरो निम्ति मृत्यु पछिको कुरा भन्दा मृत्यु अघिको कुरा मूल्यवान हुन्छ। मेरो निम्ति मृत्यु पछि मलाई कसले फुलमाला चढायो भन्ने कुराले होइन, मृत्यु अघि मलाई कसले न्यानो साथ दियो, सहयोग दियो, त्यो चाहिँ मेरो निमित्त मूल्यवान हुनेछ भन्ने कुरा दिशाबोध गराएर जानुभएको कारणले गर्दाखेरि इलामवासी दाजुभाइ तथा दिदीबहिनीहरू सँगसँगै महामानव डाक्टर गोपाल गुरुङज्यूलाई त्यति बेलाको विषम राजनैतिक परिवेशको बीचबाट पनि सारथीको भूमिका खेल्नुहुने, उनी अग्रज कार्यकर्ताहरूको सहयोगबाट हासिल भएको त्यो उपलब्धिहरूलाई बचाएर आउने भावी सन्ततिको हातमा त्यो विरासतलाई थमाउनको निमित्त हामीले सङ्गठनको ऐतिहासिक 5औं राष्ट्रिय महाधिवेशन 2075 इलामले फेरि महामानव डाक्टर गोपाल गुरुङज्यूको उपलब्धिलाई बचाएर आउने पुस्ताको हातमा पुस्तान्तरण गर्नको निमित्त झापामा मङ्गोल रिसर्च सेन्टर भवन निर्माण गर्ने उद्घोष गरेर गएका थियौँ। त्यसलाई नीति तथा कार्यक्रममा पास गरेका थियौँ। सोही मुताबिक हामीले त्यो 5 वर्षको कार्यकालभित्र झापाको मेचीनगर जहाँनिर महामानव डाक्टर गोपाल गुरुङज्यूको समाधि स्थल बनिएको छ त्यहीँनिर मङ्गोल रिसर्च सेन्टरको भवन निर्माण गरेर मङ्गोल नेसनल अर्गनाइजेसनमा पनि साझा सम्पत्ति रहेछ भन्ने कुराको प्रमाणसहित हामीले त्यहाँनिर चाहिँ डाक्टर गोपाल गुरुङज्यूको जीवन सङ्घर्षबाट स्थापित भएको त्यो सबै बहुमूल्य कुराहरू उपलब्धिहरूलाई चाहिँ हामीले संरक्षण गरेर राखेर त्यसलाई उद्घाटन गरेर लिएर जान सफल भयौँ। यसै कारणले आज देशभरि यो सङ्गठनको विषयमा विभिन्न ठाउँमा चर्चा छ, परिचर्चा छ। देशभरिको मानिसहरूको ध्यान एमएनओ प्रति आकर्षित भएको छ। त यो किन भइराखेको छ त भन्दाखेरि नेपालमा रहेको बृहत नेपाली नागरिकहरूको निमित्त जुन हिसाबले महामानव डाक्टर गोपाल गुरुङज्यूको समयको कालदेखिबाट वर्तमान नेतृत्व पङ्क्तिमा आउँदै गर्ने क्रममा पनि त्यो इतिहासको विरासतलाई संरक्षण गरेर यसलाई संस्थागत गरेर थप नयाँ प्रगति गर्ने दिशामा सङ्गठन अग्रगामी कदम चालेर अगाडि बढ्न सफल भएको कारणले गर्दाखेरि विभिन्न हिसाबको षड्यन्त्रहरू भइराखेको छ। तिनै षड्यन्त्रहरूको बावजुद पनि जति बेला वीरेन लामा गुरुङज्यूले, मानबहादुर राई सिंगापुरेले यो क्षेत्रमा यो ठाउँमा सङ्घर्ष गर्दै हुनुहुन्थ्यो त्यति बेलामा पनि समय त्यस्तै थियो। त्यही किसिमको षड्यन्त्र भइराखेको थियो। एमएनओलाई जरैबाट मास्ने, त्यसलाई सदाको लागि उखेलेर फ्याँक्ने विभिन्न तत्त्वहरू सक्रिय हुँदै गर्ने क्रममा पनि वीरेन लामा गुरुङज्यूले आफूले अरूको घर भाडामा लिएर सञ्चालन गरेको होटलको छतमा मङ्गोल नेसनल अर्गनाइजेसनको बोर्ड र खुकुरी तारा अङ्कित झन्डा बचाइदिनु भएको कारणले गर्दाखेरि आज सङ्गठन जीवित भएर यहाँसम्म आइपुग्न सफल भएको छ। त्यसै गरी वीरेन लामा गुरुङज्यूले उहाँले एकदमै इमान्दार निस्वार्थ भावनाले नेपालको बृहत नेपाली नागरिकहरूको निमित्त आफूलाई समर्पण गर्ने गरी तयार भएर आउनुभएको मानबहादुर राई सिंगापुरेको हातमा यो सङ्गठन जिम्मा दिइसक्नु भएपछि मानबहादुर राई सिंगापुरेज्यूले पनि आफ्नै घरमा सङ्गठनको बोर्ड र झन्डा राखेर यो सङ्गठनलाई जीवन्त तुल्याउनको निमित्त त्यो ऐतिहासिक भूमिका खेल्नु भएको कारणले गर्दा उहाँहरू दुईजनालाई सङ्गठनको तर्फबाट मूल्याङ्कनमा पर्नुपर्ने, उहाँलाई न्याय दिनै पर्ने समय आइसकेको थियो। जुन काम पुरा गर्नको निमित्त सङ्गठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसके पश्चात सङ्गठनका श्रद्धेय प्रेसिडेन्टज्यूको निर्देशनमा केन्द्रीय कार्यकारिणी सभाले एउटा निर्णय पास गरेर केन्द्रीय सभाको पूर्ण बैठकबाट यसलाई अनुमोदन गराएर अब इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर 3 मा मङ्गोल म्युजियम सन्दकपुर इलामको भवन निर्माण गर्ने, भवन परिसरभित्र नै महामानव डाक्टर गोपाल गुरुङज्यू सँगसँगै सङ्गठनका अग्रज कार्यकर्ता वीरेन लामा गुरुङ, त्यसै गरी मानबहादुर राई सिंगापुरेको पूर्णकको शालिग बनाएर जान सकिसकेपछि मात्र बल्ल मानिसहरूको ध्यान आकृष्ट हुन थाल्छ। मङ्गोल नेसनल अर्गनाइजेसनले अभावको समयमा, दुःखको समयमा यो सङ्गठनको सारथी बनेर सहयोग गर्ने अग्रज कार्यकर्ताहरूको सहयोगको कुरा, अग्रज कार्यकर्ताहरूले यो सङ्गठनभित्र गरेको दुःखको विषयमा मूल्याङ्कनमा परिने रहेछ भन्ने कुराको एउटा प्रमाणसहित यो कार्यक्रम सम्पन्न गर्नुपर्ने, यो भवन निर्माण गर्नुपर्ने चुनौती तपाईँ हाम्रो काँधमा आएको थियो। यो बिचमा यो भवन निर्माण सम्पन्न हुन नदिनको निमित्त, यो शालिग अनावरण हुन नदिनको निमित्त कैयन षड्यन्त्रहरू भएका थिए, तर त्यो षड्यन्त्रहरूको बावजुद पनि हामी यो ऐतिहासिक कार्यक्रम सम्पन्न गर्न सफल भयौँ। किनभने हामी नेपालको बृहत नेपाली नागरिकहरूको निमित्त उज्जवल र सुनिश्चित
सुरक्षित भविष्य निर्माण गर्नको निमित्त एउटा चाहिँ समाजवादी समाज निर्माण गर्नको निमित्त निरन्तर अगाडि बढेको कारणले गर्दाखेरि हामीलाई प्रकृतिले सँगसँगै मङ्गोल नेसनल अर्गनाइजेसनको विभिन्न ओहदाको नेता कार्यकर्ता समर्थक शुभचिन्तकहरूको खुल्ला हृदयको साथ र सहयोग रहेको कारणले गर्दाखेरि यो ऐतिहासिक कार्य हामी सम्पन्न गर्न सकेका छौँ र अब मङ्गोल नेसनल अर्गनाइजेसनको निमित्त विशेष गरी महामहिम डाक्टर गोपाल गुरुङज्यूले इलामवासी जनताहरूलाई सम्बोधनै गरेर उहाँले लेखेर भनेर जानुभएको थियो कि हामीले तीनवटा ठुल्ठुला लडाइँहरू जित्न सफल भयौँ। अब अगाडि रहेको केही लडाइँहरू छ, यो लडाइँ लड्नको निमित्त पनि हामी तयार हुनुपर्छ भनेर महामहिम डाक्टर गोपाल गुरुङज्यूले बताउनु भएको थियो, भन्नुभएको थियो। सोही मुताबिकको बाँकी रहेको लडाइँहरूलाई पनि पुरा गर्नको निमित्त तपाईँ हामी सङ्गठनमा अहिले जोडिएको देशभरिको नेता कार्यकर्ताहरू एकजुट भएर लागेको कारणले गर्दाखेरि हामी त्यो दिशातर्फ पनि अगाडि बढिसकेका छौँ र सङ्गठनमाथि षड्यन्त्र गर्ने कुरा, मुलुकबाट लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयताको जगलाई हल्लाउनको निमित्त षड्यन्त्र गर्ने मानिसहरू आजको यो ऐतिहासिक कार्यक्रमको सम्पन्नता सँगसँगै सफलता सँगसँगै ती सबै षड्यन्त्रहरू शिथिल भएर लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयता यो मुलुकमा सदा सदाको लागि अब यसले चाहिँ जीवन्तता पाउने गरेर अगाडि बढ्ने विश्वास लिँदै आजको यो ऐतिहासिक कार्यक्रम मार्फत मुलुकमा रहेका लोकतन्त्र विरोधी, धर्मनिरपेक्षता विरोधी, प्रान्तीयता विरोधी अथवा यसलाई समष्टिगत रूपमा भनौँ नेपालको बृहत नेपाली नागरिकहरूले प्राप्त गरेको स्वतन्त्रता विरोधी शक्तिहरू आजैबाट कमजोर भएर जानेछन् भन्ने कुरा तपाईँहरूको बिचमा राख्दै फेरि पनि एकपटक महामहिम डाक्टर गोपाल गुरुङज्यूको यो 9औं स्मृति सभाको अवसर सँगसँगै सङ्गठनको अग्रज आदरणीय व्यक्तित्व वीरेन लामा गुरुङ, त्यसै गरी मानबहादुर राई सिंगापुरे जसको आज हामीले शालिगको ब्याउनको निमित्त सफल भएका छौँ, उहाँहरूको समीपमा बसेर उभिएर हामीले प्रण गर्ने ठाउँमा उभिएका छौँ। यस कारणले गर्दाखेरि पुनः एकपटक वीरेन लामा गुरुङ, त्यसै गरी मानबहादुर राई सिंगापुरे उहाँहरूलाई चाहिँ अन्तर हृदयबाट उहाँलाई सम्झिँदै उहाँहरूले गर्नुभएको ऐतिहासिक सङ्घर्ष, तपाईँहरूले देखाउनु भएको बाटो हामी सङ्गठनको तेस्रो पुस्ताको युवा पुस्ताहरूमा त्यो सदा सदाको निमित्त अमर अजर भएर बस्नेछ र तपाईँहरू प्रेरणादायी स्रोत बनेर बस्नुहुनेछ। तपाईँहरूको त्याग, तपाईँहरूको तपस्या, तपाईँहरूको बलिदान, किनभने हामी वीरेन लामा गुरुङको परिवारलाई भेट्दै गर्ने क्रममा वीरेन लामा गुरुङज्यूको श्रीमतीहरूसँग उहाँहरूको छोराहरूसँग बसेर भलाकुसारी गर्दै गर्ने क्रममा वीरेन लामा गुरुङ यस्तो हुनुहुन्थ्यो, यसरी सङ्घर्ष गर्नुहुन्थ्यो भनेर उहाँले बताउँदै गर्दाखेरि हामीलाई पनि प्रेरणा मिलेको थियो र मङ्गोल नेसनल अर्गनाइजेसनबाट दायाँ बायाँ गर्न हुँदैन। नेपालको बृहत नेपाली नागरिक जसको अनुहार हेर्दाखेरि विशेष गरी सङ्गठनको वर्तमान श्रद्धेय प्रेसिडेन्टज्यूले हामीलाई सधैँभरि कार्यक्रमको सिलसिलामा विभिन्न भूभाग डुल्दै गर्ने क्रममा उहाँले बताउनुहुन्थ्यो, हामीले कसलाई हेर्ने भन्दा मसिना कलिला भाइ बहिनीहरूको अनुहारलाई हेर्नुपर्छ भाइ, उनीहरूको आँखालाई हेर्नुपर्छ, उनीहरू हुर्किँदै गरेको, उनीहरू फुल्दै गरेको, उनीहरू फक्रिँदै गरेको त्यो समयलाई हेरेर हामी जस्तै नासिएको, हामी जस्तै उराठ भएको मान्छेलाई फर्केर हेर्नुपर्छ। ती नानी अथवा त्यो भर्खरै हुर्किँदै गरेको हाम्रो कलिला भाइ बहिनीहरू पनि यो मुलुकमा यही व्यवस्था अथवा मुलुकमा यही परिस्थिति रहेसम्म मुलुकमा यिनै शासकहरू रह्यो भने र हामी सङ्घर्ष गर्न छाड्यौँ भने ती कलिला भाइ बहिनीहरू अहिले जसरी फक्रिराखेको छन्, जसरी फुलिराखेको छन्, तिनीहरू पनि भोलि गएर म जस्तै, हामी जस्तै, आफू जस्तै रुखिएको काँडा बन्नुपर्छ। यस कारणले तिनीहरूको भविष्यको निमित्त लड्नुपर्छ भन्ने मनस्थिति बनाएर लड्नुपर्छ भनेर सङ्गठनको श्रद्धेय प्रेसिडेन्टज्यूले हामीलाई सधैँभरि बताउनुहुन्थ्यो। हामी त्यही हेर्छौँ, तपाईँहरूको अनुहार हेर्छौँ, तपाईँहरूको आँखा हेर्छौँ, तपाईँहरूको आँखामा देखिएको आशा, मसिना भाइ बहिनीहरूको अनुहारमा देखिएको त्यो खुसी, त्यो दुईटा कुरालाई बचाउनको निमित्त यो सङ्घर्षमा मानबहादुर राई सिंगापुरे, वीरेन लामा गुरुङ जस्तै गरी चट्टान झैँ उभिनको निमित्त हामी सबै तत्पर हुनुपर्छ, तयार हुनुपर्छ र उहाँहरूबाट त्यही सन्देश लिनुपर्छ भन्ने कुरा तपाईँहरूको बिचमा राख्दै आजको यो ऐतिहासिक कार्यक्रममा भेटघाट हुने एउटा अवसर प्रदान गरिदिनु भएकोमा आयोजक सभा र सँगसँगै यो मङ्गोल म्युजियम सन्दकपुर इलामको भवन निर्माणको निमित्त
जमिन प्रदान गरिदिनु भएकोमा संगठनको केन्द्रीय सभाको सदस्य लक्ष्मण माक्राङज्यू यो कार्यक्रमलाई सम्पन्न गर्नको निमित्त यो भवन निर्माण गर्नको निमित्त तपाईहरुले बगाउनु भएको पसिनाबाट बचाउनु भएको आर्थिक दिएर नैतिक दिएर भौतिक रूपमा सहयोग गरिदिनु हुने तपाई तमाम सहयोगी दाताहरुलाई पनि विशेष आभार। सँगसँगै महामन्त्री डाक्टर गोपाल गुरुङज्यू त्यसैगरी वीरेन लामा गुरुङज्यू र मानबहादुर राई सिंगापुरेको शालिग उभ्याउनको निमित्त शालिग निर्माणकर्ताको भूमिका निर्वाह गरिदिनु हुने शालिग निर्माणकर्ताज्यूहरूलाई र यो ऐतिहासिक कार्यक्रमलाई अझै थप मजबुत ऐतिहासिक र यसलाई प्रमाणित गर्नको निमित्त पनि परिवारको तर्फबाट भूमिका खेल्नको निमित्त उपस्थित हुनुभएको वीरेन लामा गुरुङज्यू त्यसैगरी मानबहादुर राई सिंगापुरे ज्यूको परिवार आफन्त नातागोता छरछिमेकी र विशेष गरी यो ऐतिहासिक कार्यक्रमलाई सम्पन्न गर्नको निमित्त देशको विभिन्न भूगोलबाट आउनुभएका संगठनका विभिन्न ओहदाका नेता कार्यकर्ता समर्थक शुभचिन्तक यहाँहरू सबैप्रति हार्दिक आभार प्रकट गर्दै म तपाईहरुबाट बिदा लिन चाहन्छु। हस्त जय मङ्गल।